दर्शकवृन्द नमस्कार। एलबी क्षेत्री यस युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। आज पनि नयाँ सामग्री, नयाँ खबर, नयाँ जानकारीका साथमा यहाँहरूको माझमा उपस्थित भइसकेका छौँ। यो सामग्री कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट, सल्लाह सुझाव प्रत्येक दिन नबिर्सिनु होला। खाद्यान्न वितरण सहज बनाउन गृहले गठन गर्यो समिति। यस शीर्ष सामग्री यहाँहरूको माझमा प्रस्तुत गर्न गइरहेको छु। मन्त्रालयको राहदानी नागरिकता र राष्ट्रिय परिचय पत्र विवरण सहज बनाउन विज्ञ सहितको समिति गठन गरिएको छ। सर्वसाधारणलाई राहदानी नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउन लामो समय लाग्ने, बिचौलिया हाबी हुँदा थप रकम दिनुपर्ने र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले विज्ञ सहितको समिति गठन गरिएको हो। राष्ट्रिय परिचय पत्र विवरण देखिएको समस्या समाधानको लागि अध्ययन गर्न विज्ञ टोली गठन गरिएको मन्त्रालयले जनाएको छ। सामग्री नेपाल समयबाट साभार गरिएको हो। यस्तै सामग्री, यस्तै नयाँ ताजा खबरहरू, जानकारीहरूको लागि यस च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला भन्दै अहिलेको यस सामग्रीबाट बिदा हुन चाहन्छु। नमस्कार।